अबको गृह मन्त्रालय बालेनले सम्हाल्ने छन् साथीहरू। बालेनले के यी भ्रष्टाचारीहरूलाई छोड्लान् र भ्रष्टाचारीहरूको जो फाइल खोल्ने, जसले हिरासतमा राख्ने सुदन गुरुङले आफ्नो नैतिकताको हिसाबले चाहिँ राजीनामा दिए। गृहमन्त्रीले अगाडिका पार्टीका नेताहरू रोडमा हजारौँ लाखौँ मान्छे नारा लगाएर आन्दोलन गर्दा पनि राजीनामा दिन्थेनन्। अहिले सानो विरोध हुँदाखेरि 50 लाखको सेयर किने, यो सेयर सम्बन्धी विरोध हुँदाखेरि नैतिकताको हिसाबले यति छिट्टो राजीनामा दिए सुदन गुरुङले। अगाडिका पार्टी जस्तो अहिलेको पार्टीको धेरै भिन्नता छ साथीहरू। यसो हेर्दाखेरि के अगाडिका पार्टीमा त्यत्रो मान्छे मर्दाखेरि, त्यत्रो आन्दोलन हुँदाखेरि, मान्छेको हत्या हुँदाखेरि, गोली हानाहान हुँदाखेरि पनि मन्त्रीहरू राजीनामा दिन्थेनन्। अहिले सानो नैतिकतामा प्रश्न उठ्दाखेरि चाहिँ आफ्नो एउटा सुशासन बचाउनको लागि, एउटा आफ्नो इमानदारी, एउटा आफ्नो नैतिक बचाउनको लागि सुदन गुरुङले राजीनामा दिएका हुन्। अब यो राजीनामा यदि भोलि सुदन गुरुङ एकदमै निर्दोष प्रमाणित भयो भने चाहिँ मलाई लाग्छ पुनः बालेनले सुदन गुरुङलाई नै गृहमन्त्रीमा पेश गर्नेछन् गृहमन्त्रीको लागि। अहिले बालेनले सम्हालेका छन्, बालेनले यी भ्रष्टाचारलाई छोड्दैनन् भन्ने मलाई लागिरहेछ। अब जे हुन्छ राम्रै हुन्छ भन्ने बुझौँ। देशमा अब राष्ट्रपाकै सरकार हो 5 वर्षसम्म, मन्त्रीहरू फेरिन्छन् तर प्रधानमन्त्री फेरिनु भएन, मन्त्रीहरू फेर्दै जान्छन्। ठिक छ, तर अलिकति यो नमज्जा आयो मनमा, एकदम नमज्जा आयो सुदन गुरुङको राजीनामा। त्यतिको आँटिलो अब गृहमन्त्री पाउन गाह्रो छ साथीहरू यो देशमा।